देशको अर्थतन्त्र आखिर कुन दिशामा जाँदैछ? बढ्दो महँगी, ब्याजदर यी सबैले हाम्रो भविष्यमा कस्तो असर पार्ला? हो, यस्तै प्रश्नहरूको जवाफ खोज्न सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना 2082 ल्याएको छ। ल, आज हामी यही योजनालाई चिरफार गरेर यसका महत्त्वपूर्ण पक्षहरूलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ न त। यो कुनै सामान्य डकुमेन्ट चाहिँ होइन है। यो त देशका ठूला अर्थशास्त्री र विज्ञहरू बसेर बनाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावलाई कार्यान्वयन गर्न बनाइएको सरकारको आधिकारिक कार्ययोजना हो। भनेपछि यो केवल कागजको थुप्रो मात्रै होइन, देशको आर्थिक भविष्यको एउटा नक्सा नै हो। हुन त यो कार्ययोजनामा धेरै कुराहरू छन्, तर आज हामी यसको सबैभन्दा महत्त्वपूर्ण पाटो अर्थात् देशको आर्थिक नीतिमा मात्रै केन्द्रित हुनेछौँ। पैसाको प्रवाह, ब्याजदर र मूल्यवृद्धि जस्ता विषय जसले हाम्रो दैनिक जीवनमा सिधै असर पार्छन्, तिनलाई यो योजनाले कसरी सम्बोधन गर्न खोजेको छ, आउनुहोस् अब विस्तृतमा हेरौँ। हामी यसलाई 4वटा मुख्य खण्डमा बाँडेर हेर्नेछौँ। पहिलो, देशको पैसा कसरी व्यवस्थापन गर्ने भन्ने मौद्रिक नीति। दोस्रो, ऋण र बचतको लागत तय गर्ने ब्याज दर व्यवस्थापन। तेस्रो, हाम्रो खल्तीमा सिधै असर पार्ने मुद्रास्फीति नियन्त्रण। अनि चौथो, विश्वसँग हाम्रो आर्थिक सम्बन्ध जोड्ने विनिमय दर। ल, अब पहिलो खण्डबाटै सुरु गरौँ, मौद्रिक नीति। यसलाई अर्थतन्त्रको केन्द्रीय स्नायु प्रणाली मतलब सेन्ट्रल नर्भस सिस्टम जस्तै मान्न सकिन्छ, जसले पैसाको आपूर्ति र प्रवाहलाई नियन्त्रण गरेर पुरै वित्तीय प्रणालीलाई स्वस्थ राख्ने काम गर्छ। यहाँ 4वटा मुख्य कामहरूको कुरा गरिएको छ। पहिलो, ब्याजदर कोरिडोरलाई प्रभावकारी बनाउने ताकि बजारमा ब्याजदर जथाभावी तलमाथि नहोस्। दोस्रो, बजारमा पैसाको अभाव वा अधिकता जसलाई हामी तरलता भन्छौँ त्यसलाई राम्रोसँग व्यवस्थापन गर्ने ताकि ब्याजदरमा अस्वाभाविक उतार चढाव नहोस्। तेस्रो, विदेशी मुद्राको व्यवस्थापनलाई समग्र आर्थिक नीतिको लक्ष्यसँग मिलाएर लैजाने। र चौथो, जुन एकदमै महत्त्वपूर्ण छ, कम्तीमा 5 देखि 7 महिनाको सामान आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चित राख्ने। यो भनेको देशसँग एउटा बलियो आर्थिक सुरक्षा कवच हुनु हो। अब यो ब्याजदर कोरिडोर भन्ने शब्द सुन्दा अलि प्राविधिक जस्तो लाग्न सक्छ। यसलाई सजिलोसँग बुझाउन। यो भनेको केन्द्रीय ब्याङ्कले राजमार्गमा गाडीको लागि स्पिड लिमिट तोके जस्तै हो। जसरी स्पिड लिमिटले गाडीहरूलाई धेरै छिटो वा धेरै ढिलो चल्नबाट रोक्छ, ठ्याक्कै त्यसै गरी ब्याजदर कोरिडोरले ब्याङ्कहरू बीचको ब्याजदरलाई एउटा निश्चित दायराभित्र राख्छ। यसले गर्दा वित्तीय बजारमा स्थिरता आउँछ। अब लागौँ दोस्रो खण्डतिर, ब्याजदर व्यवस्थापन। चाहे घर बनाउन ऋण लिने होस् वा कुनै व्यवसाय सुरु गर्न, ब्याजदरले हाम्रो निर्णय र बजेटमा ठूलै फरक पार्छ। यो योजनाले पैसाको लागतलाई कसरी व्यवस्थित गर्न खोजेको छ, अब त्यो हेरौँ। यहाँ केही निकै राम्रा व्यवस्थाहरू छन्। पहिलो, उत्पादन र निर्यात जस्ता देशका लागि महत्त्वपूर्ण क्षेत्रहरूमा स्थिर ब्याज दर। यसको मतलब व्यवसायीहरूले भविष्यमा कति ब्याज तिर्नुपर्छ भनेर ढुक्क हुन सक्छन्। दोस्रो, पहिलो पटक घर किन्नेहरूका लागि केही समयसम्म ब्याज दर स्थिर राख्ने, जसले गर्दा उनीहरूको मासिक किस्ता तलमाथि हुँदैन। र तेस्रो, ब्याङ्कले ऋणमा लिने र निक्षेपमा दिने ब्याजको अन्तर, जसलाई स्प्रेड दर भनिन्छ, त्यसलाई घटाउने। यसले गर्दा ऋण लिनेलाई पनि फाइदा हुन्छ र बचत गर्नेले पनि राम्रो प्रतिफल पाउँछ। यति मात्रै होइन है, बचतकर्ताको हितलाई पनि ख्याल गरिएको छ। उनीहरूले आफ्नो बचतमा कम्तीमा महँगीभन्दा बढी प्रतिफल पाउन् भनेर वास्तविक ब्याज दर पोजिटिभ राख्ने लक्ष्य छ। अर्कोतर्फ ऋणको ब्याज दरलाई सकेसम्म एकल अङ्कमा मतलब सिंगल डिजिटमा राख्ने प्रयास गरिनेछ ताकि लगानी गर्न सजिलो होस्। यसका साथै ब्याज दरलाई स्थिर राख्न ऋणपत्र बजारको विकास गर्ने र सस्तोमा पैसा उपलब्ध गराउन नयाँ वित्तीय स्रोतहरू खोज्ने कुरा पनि योजनामा समावेश छ। अब कुरा गरौँ तेस्रो खण्डको, मुद्रास्फीति नियन्त्रण अर्थात् महँगी। यो त यस्तो विषय हो जसले हरेक दिन हाम्रो भान्सा र बजेटमा प्रत्यक्ष असर पारिरहेको हुन्छ। त्यसो भए सबैको मनमा रहेको प्रश्न के हो भने, यो आकाशिएको महँगीलाई रोक्न कार्ययोजनाले आखिर के भन्छ त? यसका लागि 3 पक्षीय रणनीति अपनाउने कुरा छ। पहिलो, सरकार आफैले आफ्नो फुजुल खर्च घटाउने र करको दर कम गर्ने, जसले बजारमा मूल्य घटाउन मद्दत गर्छ। दोस्रो, उत्पादन र व्यापारको लागत घटाउने। जब सामान बनाउन सस्तो पर्छ तब बजारमा पनि सस्तेमा बेच्न सकिन्छ नि, हैन र? र तेस्रो, कालोबजारी र कृत्रिम अभावलाई कडाइका साथ नियन्त्रण गर्ने ताकि बजारमा सामानको आपूर्ति सहज होस् र मूल्य स्थिर रहोस्।
ल अब आइपुग्यौं हाम्रो अन्तिम तर निकै महत्त्वपूर्ण खण्डमा, विनिमय दर। यसले नेपाली रुपैयाँको विश्व बजारमा कस्तो हैसियत छ र हाम्रो अर्थतन्त्र बाँकी विश्वसँग कसरी जोडिएको छ भन्ने कुरा तय गर्छ। यहाँ दुईवटा निकै सोचनीय कुराहरू छन्। पहिलो र यो साँच्चै ठूलो कुरा हो, भारतीय रुपैयाँसँग दशकौंदेखि रहेको स्थिर विनिमय दर अर्थात् प्याक्ड एक्सचेन्ज रेटको विकल्पबारे अध्ययन गर्ने। यसले भविष्यमा ठूलो नीतिगत परिवर्तनको ढोका खोल्न सक्छ। दोस्रो, आफ्नो देशको महँगीलाई नियन्त्रणमा राखेरै विनिमय दरलाई बलियो बनाउने प्रयास गर्ने, ताकि हाम्रो मुद्राको खरिद गर्ने शक्ति कमजोर नहोस्। यी सबै नीतिहरूको निचोड के हो त? अन्ततः लक्ष्य एउटै हो, एउटा यस्तो स्थिर अर्थतन्त्रको निर्माण गर्नु जहाँ उत्पादन बढोस्, रोजगारी सृजना होस् र आम मानिसको जीवनयापन सहज र सम्मानित बनोस्। यी योजनाहरू कागजमा त निकै आकर्षक देखिन्छन्, तर सबैभन्दा ठूलो प्रश्न अब कार्यान्वयनको हो। राजनीतिक इच्छाशक्ति, प्रशासनिक क्षमता र बाह्य आर्थिक अवस्था जस्ता चुनौतीहरूलाई पार गर्दै यी नीतिहरूलाई साँच्चै यथार्थमा बदल्न सकिएला त? हो, यही प्रश्नको जवाफले नै नेपालको आगामी आर्थिक दिशा तय गर्नेछ।